हेलो सम्पूर्ण मित्रहरूमा हार्दिक शुभकामना र यसरी सुरु भयो मेरो अस्ति रोपिराखेको अदुवा। यसरी निकालिन्छ एकपल्ट, माउ भनिन्छ र यसरी एकपल्ट निकालेर बेचिन्छ। बजारको भाउ के कसो छ थाहा छैन र बजारमै गएर थाहा हुन्छ। हजुरहरूलाई जानकारी दिने नै छु र यसरी निकै सङ्घर्ष गर्नुपर्छ यो खेतीमा, निकै दुःख छ बस्तीमा। र यसरी बोक्दै अब सुरुवात भयो, बाटो हिँड्दैछु। बाटो निकै लामो छ, लामो पुर्याउनु पर्छ र यसरी निकै बाटो लामो छ। तलबाट बोकेर यो बाटो यसरी उकालो माथि उकालो निकाल्नु पर्छ। हिँडिरहेको छु यसरी, हिँडिरहेको छु, हिँडिरहेको छु। निकै बाटो लामो छ, उकालो पनि उकालो छ। यसरी माथि जानुपर्छ। तलबाट लिएको बोकिरहेको छु, हिँडिरहेको छु। बिसाउने ठाउँ पनि छैन बाटोमा, हिँडिरहेको छु जङ्गलमा। निकै लामो टाइम लाग्छ हिँड्नुको लागि। यसरी बाटो उकालो छ हो। सुरुवात भयो हिँड्नु, निकै लामो छ बाटो। यस्तो गरेर जानुपर्छ माथि। बोकिरहेको छु हो। पानी पनि हल्का हल्का पर्दैछ आज, एकदम हल्का हल्का पानी पनि पर्दैछ। तलबाट ल्याउनुपर्छ, तलबाट उकालो उकालो छ बाटो हो। यस्तो उकालो छ, बिसाउने ठाउँ पनि छैन हो। उभै जानुपर्छ माथि। माथि राखेको छ गाडी, निकै कठिन छ। निकै अब चाहिँ सुरुवात गरेको जाने अदुवा बेच्नु।